ओके, स्वागत छ हजुरहरूलाई क्रिएटर सेन्सेईमा। र आज चाहिँ बजार एज एक्सपेक्टेड हाम्रो 2684.33मा आएर चाहिँ बन्द भएको छ र अराउन्ड माइनस 1.20 अङ्कले घटेर -0.04%को चाहिँ फल देख्न सकिन्छ आज बजारमा है। र फल भए तापनि आज 128वटा कम्पनीहरू चाहिँ स्लाइटली पोजिटिभै देखिन्छ भने जसमा 140वटा कम्पनीहरू चाहिँ अलिकति लसमा देखिन्छ, अलिकति नेगेटिभ देखिन्छ र जसमा आज 6वटा कम्पनीहरू चाहिँ अनचेन्ज्ड देखिन्छ। खासै त्यसमा त्यस्तो धेरै कारोबार केही पनि भएको छैन है। र त्यसै गरी आज टप गेनर्स जसले चाहिँ गेन गर्न सफल हुनुभएको छ उहाँहरू इसिएल, एसएपिडिबिएल, एमएसएलबी, एसएआइएल, सागर गरेर यी कम्पनीहरू चाहिँ टप गेनर्समा देखिन्छ भने टप लुजर्समा चाहिँ हाम्रो डिभेन्चर, आरएसएमएल, एसएबिबिएल, बिजिडब्ल्युटी होइन, यो गरेर चाहिँ हाम्रो कम्पनीहरू चाहिँ टप लुजर्समा देखिन्छ। र त्यसै गरी आजको टप टर्नओभरमा हेर्नुहुन्छ जहाँ चाहिँ धेरै पैसा या किताको कारोबार भएको छ भन्नुहुन्छ भने आरएसएमएल, रिद्धि, जिबिआइएमई, एसएपिडिबिएल, एनआरएन है, यी कम्पनीहरूमा चाहिँ धेरै जस्तो किता या पैसाको चाहिँ आज कारोबार भएको देखिन्छ है। ल अब ओभरअल्ली यही कुरालाई हामी टेक्निकल चार्टमा पनि यसो एनालिसिस गरौँ र पहिला सुरु हामी डेली टाइम फ्रेमबाटै जाउँ। अब बजार चाहिँ यतातिर आउँदाखेरि नै हामीले है भिडियोहरू बनाएर राखिसकेका थियौँ कुन कुन जोनबाट सेलिङ आउन सक्छ, कहाँबाट चाहिँ बजार फेरि रिटर्न हुनसक्छ भन्ने कुरो है। बजार यहाँ नपुग्दै हामीले प्रेडिक्ट गरिसकेको कुराहरू थियो, हजुरले मेरो प्रिभियस भिडियोहरू पनि गएर हेर्न सक्नुहुन्छ। सो बजार चाहिँ यहाँबाट बढेदेखि अब यो मेन कुरो यो जोनमा सेलिङ आउन सक्ने ठाउँ छ, यसलाई पनि ब्रेक गर्छ भने यो जोन भत्काएर हाम्रो 2800सम्मको टार्गेट हुन्थ्यो भनेको थियो, तर हाम्रो यो जोनलाई भत्काउला जस्तो गरेर यो जोनमै ट्याप गरेर चाहिँ बजार फेरि करेक्सनको लागि आछ है। र लास्ट टाइम हामीले अबको करेक्सन चाहिँ यसरी यो जोनसम्म चाहिँ हुनसक्छ 2658देखि 2581, त्यसपछि इनकेस त्यसलाई पनि ब्रेक गर्छ भने 2606देखि 2581मा चाहिँ हाम्रो एफभिजी र अर्डर ब्लक छ र युजुअली यो जोनमा आएर चाहिँ बजारले ट्याप गरेर चढ्न सक्ने चान्सेस हुन्छ यदि बजारलाई बढ्नु छ भने है। त्यही भएर त्यस्तो प्यानिक भइहाल्नुपर्ने स्थिति चाहिँ अझै पनि छैन होइन, भोल्युम पनि 20 MA तलै छ, त्यस्तो हात्तिनुपर्ने देखिँदैन। त्यही भएर हल्का करेक्सन लिएर त्यसपछि चाहिँ सान्तिनो राइज दिन सक्छ। अहिलेलाई त्यस्तो माथिको एक्सपेक्टेसन्स हामी नराखौँ है। अराउन्ड 2812देखि पहिला 2812 म्याक्सिमम्, त्यसलाई नि ब्रेक गर्छ भने 2828 र त्यसलाई ब्रेक गरेपछि बल्ल हामी अनि यो जोनतिर, यो हाम्रो रिसेन्ट आएको है म्याक्सिमम् यो जोनसम्मको टार्गेट अहिलेलाई हामी सेट गर्न सक्छौँ है। तर यहाँ सिधै यहाँको टार्गेट चाहिँ अहिलेलाई सेट नगरौँ, अहिलेलाई म्याक्स टार्गेट हाम्रो 2812सम्मको, त्यो पनि यो जोनमा आएर बढ्न थाल्यो भने मात्रै है। अब यो बढ्नुपर्ने जोन चाहिँ यही हो, त्यही भएर अब पनि बजार स्टिल यही जोनमा आउन खोजिरहेछ अहिले पनि। र यही कुरालाई हामी 15 मिनटको चार्टमा हेर्दा पनि हजुरहरूलाई रियलाइज भइहाल्छ है। र हामीले लास्ट टाइम यहाँ टच नहुँदैखेरि कुरा गरिसकेका थियौँ के हुनसक्छ भनेर। ल एनिवे सो बजार चाहिँ यसरी यहाँबाट करेक्सन लिएर झरेको छ र धेरैचोटि प्रयास गरिसक्यो यो अर्डर ब्लकलाई ब्रेक गरेर माथि जाने, तर आज पनि असफल भइसकेको छ है। त्यो हिसाबले चाहिँ बजार 2622देखि 2580को रेन्जमा आउने नै देखिन्छ। सो कि यो जोन कि चाहिँ हाम्रो अब यो फिबोनाचीको 50% भनेको थियो, लगभग 50%लाई त ट्याप गरेर चढ्नु खोज्यो तर सकेन। त्यही भएर अबको हाम्रो टार्गेट भनेको 2622देखि 2580 नै हुन्छ। यो जोनतिर बढ्नु छ भने मार्केटलाई यो जोनबाट बढ्छ नै, र बढिहाले तापनि मैले तपाईँलाई भनिसकेँ हामी म्याक्सिमम् टार्गेट अहिलेलाई सेट नगरौँ। 2812 क्रस हुन्छ भने बल्ल हामी यो जोनसम्मको टार्गेट सेट गर्न सक्छौँ है, 2900देखि 2828सम्म। तर त्यहाँसम्म पुग्नको लागि चाहिँ पहिला 2812 मजाले ब्रेक हुनु पऱ्यो, भोल्युमहरू बढ्दै जानु पऱ्यो होइन, स्मार्ट मनीहरू अझै एन्ट्री लिन थाल्नु पऱ्यो है। त्यही भएर अलरेडी लिइसक्नु भएको छ भने राम्रो जोनमा राम्रो स्टक्सहरू लिनु भएको छ भने केही समयलाई होल्ड गर्नलाई फरक परेन, अलिअलि पार्सियल प्रफिट चाहिँ लिनु होला होइन। लिने जोन त अब यतातिर थियो, अब हजुरहरू अलि लेट चाहिँ भइसक्नु भएको छ, त्यही भएर होल्डै गर्दा नि फरक चाहिँ पर्दैन सर्ट टाइमलाई है। र एकदमै सर्ट टाइमको लागि सर्ट राइजको लागि चाहिँ म अब होल्ड गर्छु भनेर त्यो हिसाबले हजुरले स्ट्राटेजी बनाउनु पऱ्यो। अब लङ टर्म नै इन्भेस्टमेन्टकै लागि सोच्नु भएको छ भने त त्यो अब छुट्टै कुरा हो होइन। अहिले चाहिँ हामी जस्ट ट्रेडिङको कुरा गर्दैछौँ। सो यदि तपाईँहरूसँग
अलरेडी लिइसकेका किताहरू छ भने ठिक छ, नभए न्यू बाईको लागि चाहिँ म रिकमेन्ड चाहिँ गर्दिनँ होइन। त्यही पनि तपाईँहरू लिन चाहनुहुन्छ भने यो एफपिजी अथवा अर्डर ब्लकको 50% अराउन्ड यो जोनतिर आएको बेलामा चाहिँ हल्का फुल्का फन्डामेन्टली टेक्निकल्ली होइन सबै कुराबाट चाहिँ राम्रो भएको कम्पनीहरू अलि डिस्काउन्टेड जोनमा भएको स्पेसली त्यस्तो स्टकहरू छ भने एकदमै सर्ट टर्म राखेर चाहिँ हजुरहरूले स्टप लसहरू राखेर डिसिप्लिन भएर चाहिँ ट्रेड गर्न सक्नुहुन्छ। नभए चाहिँ म रिकमेन्ड चाहिँ गर्दिनँ है। अब तपाईँहरू सिक्नु भएको छ, तपाईँहरूलाई आइडिया छ, सर्ट टर्ममा पनि तपाईँले बेच्न सक्नुहुन्छ होइन। थोरै प्रफिट मार्जिन राखेर पनि तपाईँलाई आफूलाई निकाल्न सक्नुहुन्छ भने ठिक छ, नभए चाहिँ अलिकति रिस्क नै हुन्छ भन्छु है। त्यही भएर सकेसम्म अलि फन्डामेन्टली टेक्निकल्ली सबैतिरबाट राम्रो भएको स्टकहरू नै चुज गर्दा बेटर अहिलेको समयलाई चाहिँ। ल यति भन्दै आजलाई चाहिँ मैले राखिदिने भएँ। थ्याङ्क यू सो मच फर वाचिङ। अब यस्तै भिडियोजहरू म सधैँ ल्याइराख्नेछु, त्यही भएर सबैजनाले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। र हामीले सेसन 3 क्लास पनि सञ्चालन गर्दैछौँ है। हाम्रो सेकेन्ड डेजमा आइसकेको छ र हामी एसएमसीको बेसिक्सदेखि यसरी भिडियोहरू तपाईँहरूलाई प्रोभाइड पनि गर्छौँ आफ्टर द क्लास। सो यसरी एसएमसीको भिडियोहरू चाहिँ हामी बेसिक्सदेखि ए होइन जसलाई सोधे पनि त्यस्तो फरक कुरो त भएन होइन। असीम सरले पनि भनिदिइहाल्नुहुन्छ, उहाँले बुझिसक्नु भएको छ, जे सोध्नु चाहिँ पऱ्यो है भन्ने कुरा मात्रै हो। ल यसरी हामी क्लासहरू सञ्चालन गर्दै आइरहेका छौँ। तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ बजारमा चाहिँ यत्तिकै हाम फाल्नुभन्दा पनि सिकेर आफूलाई अगाडि बढाउन चाहनुहुन्छ भने चाहिँ त्यो जति राम्रो आइडिया केही हो जस्तो मलाई लाग्दैन। अब मैसँग सिक्नुपर्छ भने चाहिँ छैन, हेर्नु होइन, चोइस इज योर्स। हामीले पनि सञ्चालन गर्दै आइरहेका छौँ। सकेसम्म हामीले लो कस्टमा चाहिँ तपाईँहरूलाई राम्रो है एउटा जेन्युन क्लासहरू दिइरहेका छौँ। सो यदि कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ क्रिएटर नेप्से भन्ने हाम्रो ग्रुप छ, यहाँहरू जोइन गर्न सक्नुहुन्छ। ग्रुप फ्री छ, हामी तपाईँहरूलाई त्यस्तो जहाँ पाइ त्यही किनाउने बेचाउने भन्दा पनि हामी जस्ट सजेस्ट गर्ने हो। किन्ने बेच्ने भनेको तपाईँको चोइसको कुरा हो होइन। जस्ट हामी तपाईँलाई एउटा एडुकेसन चाहिँ दिन्छौँ सेयर मार्केटको बारेमा, जसले चाहिँ तपाईँलाई चाहिँ डिसिजन लिन चाहिँ हेल्प हुन्छ। र जहाँ पाइ त्यही किन्ने जहाँ पाइ त्यही बेच्नेबाट चाहिँ तपाईँले आफूलाई बचाएर आफ्नो है पोर्टफोलियोलाई चाहिँ एटलिस्ट म्यानेज गर्न सक्नुहुन्छ। ल यति भन्दै आजलाई मैले राखिदिने भएँ। थ्याङ्क यू सो मच फर वाचिङ। हेभ अ गुड टाइम।